मुजी देशद्रोहीको उत्तर मैले दिन्छु। ध्यान दिएर सुन केपी शर्मा ओली। तँलाई भाडा तिर्ने पैसा भएन झापा जाँदाखेरि, त्यत्रो भ्रष्टाचार गरेर बस्ने तैँले, अनि तँलाई भाडा तिर्ने पैसा भएन, भ्रष्टाचारीहरूलाई पाल्ने तैँले, तँलाई भाडा तिरेर बस्ने पैसा भएन। आज 10-12 हजार जागिर गरेर बस्ने तिनीहरूले चाहिँ भाडा तिर्न पैसा आउँछ। तिनीहरूबाट सबै त भाडा तिर्नेदेखि लिएर खानेदेखि लिएर परिवार पाल्नेसम्मको तिनीहरूले जुटाएका छन्, गरेका छन्, र तँलाई भाडा तिर्ने पैसा भएन, पैसा तिर्ने छैन र उहाँले फेरि यहाँ बस्न भन्नुभयो, म फेरि यहाँ बसेँ। त अराजक होस्, त दैव, त राक्षस नै होस्, तँलाई योग्य नभएको मान्छे नै होस्। अझै के भन्दैछस्? म आउँछु, म नै आउनुपर्छ अब लास्टमा, मलाई नै प्रधानमन्त्री बनाउनुहुन्छ लास्टमा, मेरो सेक्युरिटी खोसियो। तेरो सेक्युरिटी होइन, तेरो सबै थोक खोसिन पर्छ। जुन कि तेरो अहिले गुगल म्यापमा हेर्दाखेरि पनि, गुगलमा हेर्दाखेरि पनि प्राइम मिनिस्टर केपी शर्मा ओली भनेर जुन लेखिएको छ त्यो सुत्दा पनि तेरो हटाउनुपर्छ। बुझिस् नि? त त्यो खालको व्यक्ति हो, त त्यो खालको मान्छे होस्, त देशद्रोही, त अराजक होस्। आज त माथि केही भयो भने राजनीतिक प्रतिशोध हुने, अरूमाथि हुँदाखेरि राजनीतिक प्रतिशोध नहुने। त बेकुबले आफूले हेक्का गरिस्। आज यो सबै भएको मैले गर्दा हो भन्ने तैँले सोचिनस्। आज तैँले पुलिस प्रशासनका, पुलिसका दाजुभाइहरू मरेको तैँले देखिस्। आज ती बालबालिका भर्खरका युथहरू तैँले मरेको, तैँले ती युवाहरू तैँले मरेको तैँले देखिनस्, होइन? त कहाँसम्मको मान्छे? तिनीहरूको बारेमा तैँले कुरा गर्छस्। तैँले जति बेला पनि आफ्नै घन्टाउकेहरूको बारेमा मात्रै कुरा गरेका हुन्छस्। बुझिस् नि? आज तिनीहरूकै बच्चा थिए, ती पुलिसहरूकै बच्चा थिए त्यहाँ मर्नेमा पनि। बुझिस् नि? आज तैँले गर्दाखेरि तिनीहरू चुप्प लाएर बाध्यता विवशले बस्न परिरहेको थियो। आज तेरो कहाँसम्मको तैँले अराजक गरेर बसेको थिइस्। त हत्यारा होस्, त हत्यारा एनी हाउ त होस्, तैँले हत्या गरेकै होस्। यदि आज तैँले अझै केसम्म पनि भन्न भ्याएको छस्, के अरे यो महाधिवेशन हामीलाई गर्नुपर्ने 6 महिनामा गर्नुपर्ने महाधिवेशन अहिले हामीले 2 महिनामा गर्नुपर्ने छ, यो सकाउनु पर्ने छ। आखिर 2 महिनामा त सकाएर भ्याइँदो रहेछ नि। 6 महिनाको काम किन 6 महिनासम्म रोक्न पर्यो? त्यसको लागि बजेट छुट्याउनु पर्यो, बजेट झ्वाम पार्न पर्यो, आधाभन्दा बढी भ्रष्टाचार त गर्नै पर्यो, होइन? आखिर यति चाँडै काम हुने कामलाई 6 महिना वेटिङ किन? आज त आफै तेरो मुखबाट धेरै कुराहरू बोलिरहेको छस्। तँलाई तपाईँ भन्न पनि लाज लागिसकेको छ। बुझिस् नि? अझै पनि सत्तामा आउने कुरा गर्छस्। एमालेको कलङ्क होस् त, एमाले पार्टी दोषी होइन। एमालेको कलङ्क बनेकाहरू तिमीहरू दोषी हौ। बुझ्यौ नि? आज रवि लामिछानेलाई यत्रो ठुलो प्रतिशोध साँधेर, यति ठुलो गरेर तिमीहरूले जेल हालेका छौ। आज ती लाखौँ, करोडौँ, अरबौँ, खरबौँ भ्रष्टाचारहरू हुने तिनीहरूलाई तिमीहरूले गर्दैनौ। केही जात तिनीहरूलाई गर्दैनौ, किनकि तिनीहरूले त तिमीहरूको पेट पालिरहेका छन् नि। तिमीहरूले त तिनीहरूलाई यस्तो गर्न पर्छ भनेर सिकाएर बस्यौ नि। आज त्यो सिकाएर बस्दाखेरि आज तिमीहरू म भ्रष्टाचारी होइन, मेरा मुनिकाले यस्तो गरे उस्तो गरे, तैँले तँ भन्न पाउँछस्, किनकि तैँले दिएको त्यो अधिकार तिनीहरूलाई। आज तैँले त्यो अधिकार नदिन्थिनस् भने यस्तो हुन्थेन। बुझिस् नि? त अराजक, तँ यो देशको हत्यारा, तैँले 78 जनाको हत्या गरेकोस्, त हत्यारा होस्, त कदापि आउनु हुँदैन। अब हाम्रो देशमा त फर्केर कुनै पनि पार्टीमा त आउनु हुँदैन। तेरो कुनै कुरा पनि कसैले सुन्नेवाला छैन। तैँले जेसुकै भन्। रविको लागि धेरै मान्छे अन्धभक्त भइसकेका छन्। रवि आउन पर्छ, रविले नै गर्छ जे गर्छ। रवि जस्तो मुटु भएको मान्छे चाहिन्छ के? दुनियाँ आरोप मात्र लगाएर हुँदैन, नचाहिने कुरा गरेर मात्रै हुँदैन। अनि रविका पछाडि चाहिने यो नानाथरी कुरा गर्ने मान्छेहरू केपी शर्मा ओलीका, तिनीहरू पनि हत्यारा नै हुन्। आज चाहिँ अरूको बोली सुनेर तिनीहरूलाई, रविलाई भनिरहेका छन्, नचाहिने कुराहरू गरिरहेका छन्। आज त्यो रविले कहाँसम्म गरेको भन्ने कुरा तिमीहरूले देखेछ। मैले पहिला पनि भनेको छु, मैले अहिले पनि भन्छु, यदि रविले अरबौँ घोटाला गरेको भए पनि केही पनि छैन। उसले एकचोटि गर्यो ल ठिकै छ, बुझ्यौ नि? नगरेको कुरालाई पनि ठिकै छ भन्न पर्ने अवस्था आउँदाखेरि तँ पनि रवि लामिछानेको बारेमा पैसा उठाउन पर्यो भने नि आज पुरै नेपाली खडा हुनेछ, तिर्नेछ। सहकारी ठगेको मान्छेहरू आएर ठग प्रमाण गरेको चाहिने देखाउन पर्यो। बुझ्यौ नि? आज रविमाथि यत्रो राजनीतिक प्रतिशोध साँधेर तिमी बेकुबहरूले चाहिने काङ्ग्रेस र एमाले मिलेर चाहिने सडाउन खोज्ने। आज तिमीहरूलाई पर्दाखेरि तिमीहरू चाहिने भुक्दै हिँड्दै गर्ने, कुकुरको बैठक बस्ने अनि कराउने। तिमीहरू दैव राक्षस हौ, यो देशका कलङ्क हौ। बुझ्यौ नि? पार्टीको नाममा तिमीहरू कलङ्क हौ। कुनै पनि पार्टी गलत छैन र कुनै पनि पार्टी गलत हुँदा पनि हुँदैन। सब पार्टीको उद्देश्य राम्रो छ, उद्देश्य नराम्रो होइन। तर त्यो पार्टीमा बस्ने मान्छेहरू कलङ्क भयौ तिमीहरू। बुझ्यौ नि?
तिमीहरूले गर्दाखेरि आज देश विदेशमा मान्छे मरिरहेका छन्, सडिरहेका छन्, नेपालीको कुनै इज्जत पनि छैन, त्यहाँसम्म भइसकेको छ अवस्था तिमीहरूले गर्दाखेरि। आज तिमी माथि पर्दाखेरि बल्ल तिम्रो होस खुलेको जस्तो कुरा गर्छौ तिमीले। अब तिम्रो होस कदापि खुल्नेवाला छैन, बुझ्यौ नि। तिमी अब डाउन भएरै बस। जति बोल्छौ त्यति तिमी आफै तडपिँदै जान्छौ, किनकि तिमी पागल हुन्छौ, तिमी आफै पागल हुन्छौ। त्यही भएर चुप्प लागेर बस। राजनीतिबाट सक्छौ भने सन्यासै लिग, कसैलाई पाठ सिकाउने काम गर्नु पर्दैन तिमीले। धेरै जानिसकेका छन् जनताहरू, धेरै भोगिसकेका छन् जनताहरूले, कसैले भनेर केही पत्याउनेवाला छैनन्, बुझ्यौ नि। तिमी जस्ता भ्रष्टाचारीहरूले याद गर तिमीहरूले।